हजुर सबैलाई नमस्कार छ। आज हाम्रो म्याडमले रोटी बनाउँदै हुन्छ, साग र अन्डा अनि फेरि थोरै मैदा हालेर मिक्स गरेर तेल अति नै बढी मन पराउँछ, त्यही भएर धेरै हाल्नु भएको छ। यस हजुरले केही भन्नुहुन्छ ल, भन्नुहोस् त दुई चार शब्द। खाने भए आउनुहोस् बनाइदिन्छु। हो अरू अरू केही भन्नु छ? मिठो मिठो पाक्छ है। अरू केही भन्न छ भने भन्नु। के भन्नु? केही छैन? म होटल म्यानेजर हुन पर्ने क्या। दुई चारवटा शब्द केही जाओस्। यस्तो रोटी यस्तो पकाएर खान्छ नि मान्छे। हाम्रो यो भनेको सेफ हो कि हाम्रो घरको मान्छे। ल के हेर्नु यसरी बनाउँछ साथीहरु। यहाँ हेर्नु है। टक्क लाएर यस्तै सेफ लिने। ल यहाँले ग्लोभ्स त लाउनु न, ग्लोभ्सको त घरमा त्यति जरुरत छैन। ल हेर्न साथीहरु, बेसनको छिला जस्तो भएको तर एकदम टेस्टी हुन्छ यो। हजुरले नि ट्राई गर्नु होला, एकदम राम्रो हुन्छ, हेल्थको लागि एकदम राम्रो हुन्छ। तर अलि तेल चाहिँ अलि बढी छ। तेल बिन त मिठै हुन्न त अनि। यसमा अब यो ल ल हजुरलाई अरू केही फेरि खोल्नु न।